के साह्रो गर्मी क्या मरिन्छ मरिन्छ आज 1 2 3 फेरि यहाँ मुद्यो चटर चटर टिङ 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 जादु मन्त्र पैसा आइहाल्छ त्यसपछि। हेलो साथीहरू, गुड मर्निङ। म आज फेरि आइसकेँ तपाईँहरूको सामु नयाँ दिन नयाँ ब्लगको साथमा। आज चाहिँ बिहान उठेँ होइन, बिहान उठ्ने बित्तिकै पानी परिरहेछ। यो के हो, बिहान बिहान पानी पर्ने अनि दिउँसो हुने बित्तिकै पुरा घाम लाग्ने क्या। अनि यस्तो पनि हुन्छ र साथीहरू। म चाहिँ कहिले काहीँ सोचिरहन्छु कि यस्तो गर्मीमा चाहिँ उता पाहाडतिरै घर भएको भए कस्तो दामी हुन्थ्यो आफै भन्नु त। अनि गर्मीमा चाहिँ बस्नै सकिँदैन त। यो तराई रिजनमा के साह्रो गर्मी क्या मरिन्छ झन्। भर्खर यो त सुरुवात हो। यो जेष्ठ असाढ भइहाल्यो, भर्खर सुरुवातै हो भन्दा पनि भयो। श्रावण भदौ आसिन के हुन्छ होला हालत साथीहरू। हामी त मुर्गालाई फ्राई प्यानमा फ्राई गरे जस्तै हामी फ्राई हुन्छौँ। त्यो त ठिक छ। यो ग्लोबल वार्मिङले पनि गर्दा हो जस्तो लाग्छ। अनि आजकल त के हो साथीहरू, पुरै इजरायल इरानतिर के सुन्नुपर्छ। पुरै वर्ल्ड वार स्टार्ट हुन्छ अरे, वर्ल्ड वार 3 हुन्छ अरे। तपाईँहरू चाहिँ चिन्ता नलिनु साथीहरू, मेरो ब्लग हेर्नु, इन्जोय मार्नु। यो भइरहन्छ उता छेउछेउको कन्ट्रीहरूमा। हाम्रो नेपाल ठिक छ बरु होइन, पिस एकदम पिस। किनकि कोहीसँग मतलबै छैन, झगडा पनि छैन। आफ्नो काम गरो, आफ्नो बसो, जिन्दगी मस्त कट्छ। अनि तेलको खदान पनि भेट्यो अरे, के न्युज आइरहेको थियो। अनि म चाहिँ हेरिरहेको थिएँ क्या, खुसी पनि लाग्छ। अब त्यही हो, नेपालको भ्रष्टाचारीहरूले खाएन भने मात्र हो। यही नहीं, अभी और सुनिए। हामीले बोल्न केही मिल्दैन साथीहरू। अब यतिकै अब हेर्नुपर्छ। अब हेर्दै आँखा खोलेर के गर्छ यो नेताहरूले, त्यही हेऱ्यो। केही बोल्यो भने जेलमा हालिहाल्छ। आँप लडिरहेको थियो बिहान 1 2 3 एउटा आँप छ। अनि सबभन्दा एउटा खाम भनेर सोचिरहेको छु। कुन पाकेको होला, यो वेल्लो देख्छु, तर यो पाकेको छैन यार साथीहरू। यो छ फेरि कस्तो छ यार, यो चलाउँदा फेरि थाहा पाइन्छ क्या कस्तो। काटेर हेर्छु साथीहरू। यो चाहिँ मेरै पछि आउँछ यार साथीहरू। यसलाई पनि आम चाहियो जस्तो छ। आइज ल हर्र। फेरि यहाँ साथीहरू अस्ति झरेको आँप पनि छँदैछ। यो पनि पाएको होला यार साथीहरू, तर 3 दिन भइसक्यो, 2-3 दिन पाकिसक्यो। तर गिलो भइसक्यो, भित्र पाकिसकेको होला खाम साथीहरू। यो तर बेसी यो पाकेको छ यार साथीहरू। यो अरू पाक्छ 1-2 दिनमा, यो चाहिँ काट्छु आज। यसले यहाँ मुत हो यार साथीहरू, यसले मलाई गाली खिलाउने भयो। अब हुँदै घर पनि छिरा भनेर डाइलग दिइराख्नु भएको थियो हिजो। अब यसले मुतो पनि। अब के गर्नु यसलाई म साथीहरू। ओइ यो भित्र चाहिँ यस्तो निस्क्यो साथीहरू, त्यस्तो केही भएको छैन। यहाँ अलिअलि कालो छ। बोल्न दिएन पहिला, यहाँ गरिरहेको छ। यो चाहिँ फेरि यहाँ मुद्यो अर्को ठाउँमा। कस्तो यार त, के गरेको तिमी यहाँ? झगडा भएपछि मसँग आइज। यसले त मलाई साथीहरू एक दिनभरि यसले यसकै मुद सोच्दै बस्नु पर्दा। एहे रहा नहीं जाता, तड़प ही ऐसी है ना। नहीं यसलाई पनि चाहियो जस्तो छ। अनि मुतेर काम बढाइदिइरहेछ क्या मलाई। दिँदैनस् भनेर भनिरहेको होला। हो पक यसले छाला फेरि यो खाँदै खाँदैन। अलिकति काटेर दिन्छु ल यस पहिला। हर्र यता हेर। यता हेर न, हेरिदिनुहोस्। अरू चाहिँ ओइ यसको मुखमै लगाइदिनु पर्छ जस्तो मोजगाल। वाह चटर कस्तो मजाले खायो यार साथीहरू। समझ रहे हो मैले चाहिँ साथीहरू यतिकै के खानु भनेर योसँग भातसँग लिएको छु।
यो चाहिँ एउटा खाएर हेरिहालौँ न। टेस्टी रहेछ, पाकिसकेको छ नि त। अनि कहीँ ठाउँ पाइन उतै गएर पा। यो पनि किसिम किसिमको छ क्या मेरो यहाँ घरमा। हेर त के चाहिँ गरेको होला भनेर भन्नु त साथीहरू। यो चाहिँ फेरि कहीँ ठाउँमा पाएर मेरो यहाँ बेडमा अन्डा पार्न खोजिरहेछ यार। यत्रो यहाँ खोर तोर छ, त्यहाँ तिनीहरूको खोर बनाइदिएको छ। कहीँ पार्नु पर्दैन, फेरि बेड चाहियो अरे बेड पार्नु पर्ने महारानीहरू रहेछ यिनीहरू पनि। फेरि आयो यो हेर्नु, खालि यहीँ आउनु मन लाग्छ, खालि यहीँ आउनु मन लाग्छ। ओभर गर्मी छ यार साथीहरू लास्टै। अनि घरमा सुत्नेहरूलाई त यस्तो गर्मी लाग्छ होइन, काम गर्नेहरूको के हालत हुँदै होला झन् यार। सोच्दै त फेरि त दिमाग घुमिहाल्छ। बहुत गर्मी छ यार साथीहरू, हेर्नु न आफै। टलटलापुर घाम लागेको छ, मरिन्छ आज। साथीहरू बाफरे बल्ल पानी पर्छ क्या आज। मौसम त सुहाना सुहाना हो रहा है गाइस, तर पानी चाहिँ पर्नु पर्यो होइन। अनि यहाँ चाहिँ माथि आइहालेँ म, यो पानी पर्छ भनेर उठाइदिनु पर्यो साथीहरू चाँडो चाँडो। टिङ 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 जादु मन्तर मन्तर तेरा स्वैग ओजी ओजी। अल्लाह माफ करे, बहुत मनुष्य लग रहे हो, मत करो, रहने दो। कहिले हावा फेरि पानी बन्द भयो क्या हो साथीहरू, दिमाग खराब। कब पानी परेगा, आइएम वेटिङ। हामी चाहिँ यहाँ आएको थियौँ होइन साथीहरू। हामी फेरि को भन्दाखेरि म र अनि यो अब चाहिँ पानी पर्न थाल्यो, अब घर चल्दिउँ। जाउँ, चलो चलो पानी पर रहा है, चलो गाइज। अब बल्ल शीतल भयो यार साथीहरू। त्यहीबाट म्या म्या गरेर हुन्छ, आइज न। यसलाई चाहिँ भोक लागेको जस्तो छ क्या साथीहरू। अघि खाना पाएन नि त, पानी परिहाल्यो, त्यही भएर खाना पाएन। यसलाई चाहिँ यो टिप दिन्छु म, आउँछ होला। आज आओ आज आओ। पानी पनि रोकिहाल्यो फेरि। आइज आइज, मै आउनु। त्यहीबाट हामी पाल्छस् क्या। ल ल आयो म। कुद्दै आयो यार साथीहरू। ल मोज गरौँ। यसलाई चाहिँ यो मिठो लाग्छ भनेर मलाई थाहा छ। अघि यही खोजी खोजी खाएर थियो खालि। अरू के चोखर सोखर दिएको छु, केही खाँदैन। यो चाहिँ मन पर्यो जस्तो छ धेरै। बाख्राहरूलाई मनपर्छ होला। कहिले पालेको थिइनँ क्या साथीहरू, यो फर्स्ट टाइम मैले के भन्छ पाठी ल्याइदिनु भएको छ। पऱ्यो नि त साथीहरू, बाख्रा चराउँदै बस्छु, केही त काम हुन्छ। त्यही पनि घरको एउटा सानो तिनो काम भए पनि काम त काम हुन्छ। अनि तर दाम पनि आउँछ साथीहरू बिस्तारै। कति 5-6 महिनापछि यो पाठी फेरि बक्री भन्न आँटेको थियो। पाठीहरूको बच्चा निस्किन्छ होइन, कतिवटा निकाल्छस्। अनि मस्तले पैसा आइहाल्छ त्यसपछि। मेरो चाहिँ अब यही हो इन्कम। हेर्नु साथीहरू, हाम्रो घरमा चाहिँ यति मुर्गा छ। यिनीहरू चाहिँ एउटा दुईवटा छिरिरहेछ। यिनीहरू चाहिँ के गरिरहेछ? खाना छिरे म लगाइदिन्थेँ क्या ढोका। बेलुका पनि भइसक्यो, एउटा छिरेको छ। हेर्नु न, सब छिरिसक्यो। यिनीहरू दुईवटा चाहिँ के नाटक गरेको, यो दुईवटा सेतीहरूले। यिनीहरू छिर्छ तल, म त लगाइदिइहाल्छु। अस्ति एकचोटि साथीहरू बिरालोले सब लग्यो क्या, मतलब ठुलो हुन्छ अनि लास्टमा चाहिँ बिरालोको पार्टी। छिर्नु नै हो, कस्तो यो त के गर्न खोजिरहेको।